मदन भण्डारीको हत्या भइसके पछाडि काठमाडौँ स्थित भारतीय दूतावास मार्फत अरविन्द देव अथवा कोड नेम AI31/76 ले रको रक्षा जासुस विभागको प्रमुखलाई पठाएको 8 पेज लामो रिपोर्टको सम्मरी राखिएको छ, जहाँ लेखिएको छ अहिले हामी यानि कि भारतीय दूतावास र अमेरिका बीच एउटै कुरा मिलेको छ, तर उत्तर कोरियाली जासुसहरूले हाम्रो योजना पत्ता लगाएर भण्डारीलाई होस गर्नु भनेका छन् भन्ने खबर माधवजीबाट पत्ता लाग्यो। त्यसैले यो काम छिट्टै गर्नुपर्ने भयो। माधव र ओलीजीले भण्डारीलाई 16 तारिकमै बेलुका चितवन पुग्नुपर्छ है जसरी पनि भनेर कन्भिन्स गरेका थिए। यता अमर लामालाई पनि हरेक घण्टा हामीलाई रिपोर्ट गर्नु भनेका थियौं। अनि दासढुङ्गामा पनि माया श्रेष्ठ, पार्वती गुरुङ र रत्नलाल श्रेष्ठलाई के भन्ने भनेर सिकाएका थियौं र क्रमशः 4 लाख अनि 3-3 लाख पनि दिइसकेका थियौं। घटनाको दिन त्यो बाटोमा आवत जावत नेपाल सरकारले नै बन्द गर्ने व्यवस्था मिलाएको थियो। एउटा ट्रक चाहिँ कहाँबाट बीचमा आएछ जेउस नेपाली समय अनुसार 5:20 जाँदा भण्डारी भएको गाडी त्यो ठाउँमा आइपुग्यो। गाडी रोकेर दुवैलाई प्युसिक एसिड र क्लोन सुगाउने चेष्टा गरियो। जीवराजलाई चाहिँ 2 डन्डा दिने बित्तिकै ठण्डा भयो, तर भण्डारी जुत्न आए पछाडि उसलाई जबरजस्ती मिनी बसमा कोचेर अन्तै लानुपर्ने भयो। एकदमै गोप्य सूत्रबाट यो आर्टिकल